हामीलाई थाहा छ हामीले कति लेखेको छौँ भनेर। म्याथ जस्तो सब्जेक्टमा त हामीलाई थाहा हुन्छ नि एक्ज्याक्ट कति आउँछ भनेर। म डेली इक्जाम दिएर आएर काउन्ट गर्थेँ। मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। भनेको कुरा त सबैजनाले सुन्नुभयो होला होइन। आफ्नो कापी सारेको विद्यार्थीको A+ आयो, मेरो B+ कसरी आयो भन्नुभएको छ होइन। अब पछाडिको अब साथीले सोध्यो होला, अब एउटा दुईवटा कुरा सोधेर सार्यो होला, सबै होल टोटल त सारेन होला होइन। अब तपाईँले नजानेको छोड्नुभयो होला, उसले जाने थियो होला, लेख्यो होला, उसको A+ आयो। र अहिले 12को यो सबै भाइ बहिनीहरू छन् नि जो हिजो माइतीघर मण्डलमा गएर आन्दोलन गर्ने, सबै B+, A, C+ आएको विद्यार्थी मात्रै छन् क्या त्यहाँ। जो अब एनजी आउने विद्यार्थीहरू त्यहाँ छैनन्। अब मेरो यति आउनुपर्ने थियो, यति GPA आउनुपर्ने थियो, आएन, किन आएन भन्छ। अब मैले यति गरेको थिएँ, त्यति गरे भए त आउँथ्यो होला त कि कापी चेक गर्दा, आएन। अहिले जुन रडाको मचियो छ, पहिलाको सरकार नै ठिक थियो यो सरकारभन्दा भन्ने। पहिलाको सरकारले ढिलो गर्यो भनेर रडाको मचाउने, अहिलेको सरकारले छिटो कपी चेक गर्यो भनेर आन्दोलन गर्ने, यो त भएन नि अलिकति होइन। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है त।